पहिले पिनास कसरी झार्थे रे? ए अब हाम्रो होमना दाजुले हामी केटाकेटी हुँदाखेरि दाजु टाउको दुःखो के गर्नुपर्छ भनेर भन्दाखेरि यसरी यो म झारिदिन्छु भनेर यसरी गर्नुहुन्थ्यो। एउटा कुमाले थियो, कुमालेको 3 भाइ छोरा 2 भाइ छोरा ऐसन तैसन, एक भाइको हातै नाइ, जुन भाइको हातै नाइ त्यसले खनो 3 पोखरी 2 पोखरी ऐसन तैसन, एक पोखरीमा जलै नाइ, जुन पोखरीमा जलै नाइ त्यसमा रह्यो 3 मछली 2 मछली ऐसन तैसन, एक मछलीमा जीवै नाइ, जुन मछलीको जीवै नाइ त्यसको बन्यो 3 तरकारी, 3 तरकारीमा 2 तरकारी ऐसन तैसन, एक तरकारीमा नुनै नाइ, जुन तरकारीमा नुनै नाइ त्यसको बन्यो मिठो तरकारी। पिनास निको होस् भन्छ नि, फुफु गर्ने फुफु गर्छन् पिनास अनि 3 चोटि जाए यसरी समातेर 3 चोटि जाएर 3 चोटि चुट्टी बजाउँछ। अनि पिनास गयो पिनास निको हुन्छ।